आजको सुरुवात चाहिँ आइसक्रिमबाट भयो सो हेर्नुहोस् मेरो ब्लग गुम्बामा चाहिँ यो चाहिँ खाने हो हामीलाई यो भैयालाई गुम्बा भनेको मैले टक्कै दिमाग घुमाएँ नि त गुम्बा बोलाए गुल्मा नहीं उधर हाँ जंगल उधर खोला का उधर में बोलते हैं तोरीबारी कता हो यताबाट हो कताबाट हो भन नि फेरि भैया यता आउँदैछ नि अन्डर कहाँ आउँछ त यहाँबाट हो हां यहाँबाट हो भैया हुन्छ जान्छ इधर से जाता है उले पनि थाहा छ तिमीले यताबाट भन्ने उले उताबाट हाले इधर से जाता है दीदी तोरीबारी मेरा तो मालूम नहीं है ना किधर से जाएगा ओ आपको मालूम नहीं है अब इधर से लेके अंदर लेके चलिए मल्ला बुझाई सके भैया इसलिए तो बोला उसका साथ साथ में चलिए तो मेरा साथ गप करने में धुन में जाता है हम लोग सुंदर देख के अब उधर आके से नीचे लीजिए उधर आके से रोटो हटाओ भैया मैं कुदाउँछु अब गइसकिसक्यो यहाँ पर निकाल्यो के अरे भाउजू के भन्छ के अरे गाइस हाम्रो चाहिँ पिकनिक एउटा अस्ति भर्खर अपरेसन गरेको मान्छे राम्रै जाऊ घुमेर भोलि एक्सपिरियन्स हुन्छ नानी लिन्छ यस्तो हो त आज फेरि फेरि कुरा दुईजनालाई बोलाउँछ टेन्सन दिएको भने पहिला शान्ति हुन्छ नि उसको मनमा यो मान्छे अब चाहिँ सोच्छु भैया होइन कहाँ चढ्छ होइन हामी चाहिँ उत्रिन्छु नि त भन्छ चढाएर लैजाऊ न उत्रिन्छु भाइ यही है रास्ता इधर में रोको हम उतरेगा और तुम गुट्टुम लेके जाना गाइस यस्तो बिजोक गाइस आज चाहिँ यस्तो भइरहेको छ ठिकै ठिकै कोही बात नहीं धन्यवाद गाइस उनीहरूलाई म सरप्राइज दिन आँटेको छु कि मैले टोटो यहीँबाट फर्केँ गाइस के यस्तो उनीहरूलाई म सरप्राइज दिन आँटेको छु उनीहरू त्यस्तो बिजोक भइरहेको छ यस्तो बिजोक भइरहेको छ हेरिहाल्नु भएछ दाजु चप्पल खोइ छोडिदेऊ हरामी यस्तो आउँछ घुमाउँदैछ हिँड्नु न तपाईँहरू कहाँ हेरेको हिँड्नु न आफै नहेरी हिँड्नु
यही सरप्राइज थियो यही सरप्राइज थियो अनिसाको टोटोवालाले छोडेर गयो त दिसाएर त्यो बच्चा मैले आउँछु केमा जाउँ होइन हिँडेर त केही छैन बिचाराको पैसा ल्यायो कति चाहिँ सराब्दै भयो आयो न हात दुख्यो भगवान् ए अनिसा जा न होइन यत्रो स्कुटी टोटो आउँदैछ हेर त्यो टोटोवाला चाहिँ कस्तो डर के कहाँ त भयो के हो अघि आएको टोटो भएको आउँदैछ हामी त्यस्तो घुमेर आएर आयो हो त किन हामीलाई चढेर लान्छ कि भन्नु किन लाँदैनौ दुईवटा स्कुटी छ तर हेर अनिसा पाप लाग्छ हामीलाई बुद्ध जयन्तीको दिन म त तिमी दियो म भन्दैछु दियो होला अनिसालाई त्यही लागि त्यो भए पनि हाँस्दै गयो भन्दैछु सरप्राइज दिन्छु भन्दै मसँग त्यही होला घोडा के घोडामा चढ्ने टोटोवाला त भगाइदियो अब त घोडालाले के गर्छ तपाईँलाई यहाँ अलिकति जानु त दुईजनालाई टेन्सन हुन्छ अनि म एउटा कुरा क्लियर गरिदिन आँटेको छु टोटोवालालाई मैले पैसा दिइसकेँ मैले आफै पठाइदिएको टोटोवालालाई किनभने उसको इन्जिन बिग्रिन्छ टोटोवालाहरूको त्यो बुझ्नुपर्छ हामीले अन्डरस्ट्यान्डिङ हुनुपर्छ मान्छेको बिचमा हो त्यो पनि टोटोवालालाई कति दिए पैसा त्यो पनि सोध्नु कति दिए 100 रुपियाँ दिइहाल्नु किन उसले यस्तो बाटो ल्यायो नि त म त्यस्तो नराम्रो मान्छे छुइनँ क्या मेरो दिल म त पुरा राम्रो खालको धार्मिक मान्छे हो क्या म कसैको पैसा खाँदिनँ हो त्यही भएर मैले बिचारलाई दिएर पठाइसकेको छु त्यो त तपाईँहरूलाई मैले ब्लगमा पनि देखाइसकेको छु मैले चाहिँ आज फर्स्ट टाइम घरको पिज्जा ट्राई गरेको नर्मल त हामी पुरा यिनीहरू खानु पाएको छैन कहिले पनि जहिले तहिले आएर खान्छ कि तर त्यो भिडियो हाल्ने बेला चाहिँ त्यसो भन्छ किन भन्नु त भ्युज पाओस् भनेर हाय गाइस फाइनली मैं घर आ चुकी हूँ आज इतना मस्ती की मैं तो इधर करके वीडियोस डालूंगी आप लोग को वीडियो अच्छा लगे तो लाइक शेयर करना मत भूलिएगा सो बाय गाइस।